खान्जी हो अनि यो भनेको चाहिँ के हो डिग्रीको खान्जी हो यानी कि ठ्याक्कै भन्नुपर्दा दो भन्छ है जस्तै इचिदो एकचोटी मौ इचिदो युकुरी हानासिते मोराई मासेनका फेरि एकचोटी बिस्तारै भनि पाउन सक्छु कि है भनेपछि कोन्दो यो इमाको खान्जीको अर्को रिडिङ के हो कोन हो प्लस यो दो भनेको पटक पनि हुन्छ जस्तै एकचोटी हैन मौ इचिदो वन्स मोर अथवा दो भनेको जस्तै अब 25 डिग्री भन्नु पर्यो भने के भयो निजिउ गो दो भनेको चाहिँ 25 डिग्री भनेको भनेर बुझिन्छ के बुझिन्छ अरे 25 डिग्री भनेर बुझिन्छ त्यसै गरी कोन प्लस दो कोन्दो है कोन्दो भनेको के हो त नेक्स्ट टाइम अर्कोचोटि है अब जस्तै साथीले तपाईलाई जाउँ न घुम्नु जाउँ न भने चुत्तो इसोकासी देशकारा कोन्दो भन्नुभयो भने चाहिँ अर्कोचोटि जाउँ न भन्नु खोज्नु भएको है ल त्यसै गरी अर्को हेरौँ यो के को खान्जी हो यो चाहिँ अघि मैले सुरुमा तपाईलाई भनेको थिएँ यहाँ चेक गर्नको लागि च्योकु प्लस सेचु च्योकु प्लस सेचु भनेको च्योकु सेचु यसको अर्थ के हो लु कसले पढ्नु भएछ मिनिङ भन्नुहोस् त है आँखा चाहिँ तपाईहरुको यही हुनु पर्यो है अरु बाहिर यता उति दायाँ बायाँ हैन किनभने खान्जी भनेको चाहिँ की हो है जसले जे भन्नुहोस् हैन तपाईको मेन की भनेको खान्जी हो है खान्जी राम्रो छ भने तपाईको रिडिङ अटोमेटिक राम्रो हुन्छ किनभने तपाईलाई रिडिङमा अड्काउने भनेको जस्तै हिरागाना र काताकानाका त तपाईले स्वत बुझ्नुहुन्छ हैन तर अब हिरागाना र काताकाना मात्र बुझ्नुभयो खान्जी बुझ्नु भएन भने तपाईको रिडिङ चाहिँ अड्की गयो अनि रिडिङ अड्केपछि एक्जाम त बिग्रिन्छ है त्यही भएर इस्योनी गाम्बारी मास्यो है खान्जी चाहिँ एकदम ध्यान दिएर हेर्नु है यो भनेको च्योकु प्लस सेचु भनेको च्योकु सेचु भनेको चाहिँ के हो त डाइरेक्टली भनेको क्या सिधै प्रत्यक्ष भनेको क्या च्योकु सेचु भनेको के अरे डाइरेक्टली अथवा नेपालीमा भन्नु पर्दाखेरि प्रत्यक्ष है त्यसै गरी अर्को यो सिम्पल खान्जी यो चाहिँ म तपाईहरुलाई सोध्दैछु लु भन्नुहोस् त के को खान्जी हो ओ ठीक भन्नुभयो कोएको खान्जी हो हैन त कोए भनेको के हो भोइस आवाज कोए भनेको के अरे भोइस आवाज जस्तै हैन तपाईले अब सेन्से कोए कि कोएमा सेन भनेर भन्नुभयो भने चाहिँ हैन गुरुजी तपाईको आवाज चाहिँ सुनिन भनेर भन्नु खोज्नु भएको हो नि त हैन ल त्यही भएर कोए भनेको चाहिँ के अरे भोइस भयो अर्को भनेको सिम्पल यो भनेको के हो त यो भनेको चाहिँ जस्तै जहिले पनि याद गर्नु यो साइडमा यो तीनवटा थोप्ला देखिराख्नु भएको छ ठ्याक ठ्याक अनि यो तल एउटा ठ्याक आएको छ नि यो तीनवटा थोप्ला आउने बित्तिकै साइडमा जहिले पनि यो छेउमा तीनवटा थोप्ला आउने बित्तिकै यो चाहिँ वाटरसँग रिलेटेड खान्जी हो भनेर बुझिहाल्नु है त्यही गरी यो भनेको के रहेछ त त्यसकै अर्थमा यसलाई चाहिँ नामी भन्छ के भन्छ अरे नामी यानी कि वेब भनेको के हो समुद्रको छाल है त्यसै गरी अर्को हेर्नु यो अगाडिको खान्जी के को हो हानाको खान्जी हो नि हैन हो त्यसै गरी यो पछाडी भनेको हिको खान्जी हो आगोको खान्जी हो नि हैन यो फुलको खान्जी हो यो आगोको खान्जी यानी कि हाना प्लस यो के हो हिको खान्जी भनेपछि हाना बी यानी कि आतिशबाजी नेपालीमा भन्नु पर्यो भने आतिशबाजी अथवा फायर प्ले पनि हुन्छ है जस्तै एल चाहिँ ठ्याक्क हानाबी भनेको चाहिँ के हो भने जस्तै तिहारहरुमा तपाईले आकाशतिर ठूलो ठूलो पटाकाहरु पड्काउनु हुन्छ नि यतिकै आकाशमा टम 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 गर्दै पड्काउनु हुन्छ नि हो त्यो चाहिँ भनेको के हो आतिशबाजी यानी कि हानाबी भन्छ है ल त्यसै गरी अर्को खान्जी हेरौँ यहाँ यो के को खान्जी हो ओसिएमासको खान्जी हो ओसिएमासको खान्जी र यो भनेको सिचु भनेको रुम भनेपछि पढाउने र रुम कोठाको खान्जी आएपछि पढाउने कहाँ पढाउने कोठामा पढाउने भनेपछि पढाउने काम चाहिँ कोठामा भयो भने के हुन्छ त त्यो के हुन्छ क्लास रुम हुन्छ नि त यानी कि क्यौ सिचु भनेको चाहिँ के हो क्लास रुम है यो त तपाईलाई भन्नै पर्दैन कक्षा कोठा हो है त्यसै गरी अर्को हेरौँ यो भनेको के हो यो के को खान्जी हो यो पछाडीको यो इरोको खान्जी हो ठीक भन्नुभयो अगाडिको खान्जी के हो यो भनेको खेसिकी भनेको चाहिँ के हो अथवा यसलाई केसिकी भन्दा पनि हुन्छ खेसिकी भन्दा पनि हुन्छ है यो भनेको चाहिँ सिनेरियो यानी कि दृश्य जस्तै तपाईले
ठुलो पहाडमा चढ्नु भयो अथवा सगरमाथाबाट टुप्पोमा चढ्नु भयो अनि त्यहाँदेखि हेर्नु भयो भने एउटा अद्भुत दृश्य देखिन्छ नि त हैन हो त्यसलाई चाहिँ सिनेरी हो अथवा सिनेरी खेसिकी भनेको चाहिँ के अरे सिनेरी है ल अब मिनासान आजको लागि यति नै गाम्बाते खुदासाई एकदम जहिले हेर्नुहोस् खान्जी डेली हेर्नुहोस् बिहान बेलुकी डेली हेर्नुहोस् है अनि पक्कै पनि तपाईलाई सहज हुनेछ पढ्नुहोस् है यसको म तपाईहरुलाई अझै पनि अब अलिक पछाडी बेसिक खान्जी 320 बेसिक खान्जी र त्यसको रिडिङ्सहरु अनि त्यसको चाहिँ ट्रान्सफर्मेसनहरु पनि बिस्तारै म सिकाउँदै जान्छु है तर अहिलेलाई चाहिँ तपाईहरुले यो डेली हेर्दै गर्नुहोस् है डेली हेर्नुहोस् गाम्बाते खुदासाई र एक्जाम जसको आइरहेको छ उहाँहरु सबैलाई ओमे तेतो गोजैमास भन्न पाऊ है पास गरेको खुसियालीमा बधाई दिन पाऊ गाम्बाते खुदासाई ल माता ने